साथीहरू, मेरो बेना काम सुरु भएको छ। यतिखेर पानी हाल्ने काम अनि म पानी दिँदैछु किनकि धेरै गर्मी छ, पानी पनि पर्दैन, फुलहरू पनि मुर्झाइसकेको छ। त्यही भएर बेना उठेर म पानी दिने काम गर्दैछु। अनि पहिला बाल्टिङले दिँदै थियो, त्यो बाल्टिङले दिँदा खासै असर गरेन अनि डाइरेक्ट पाइपले दिँदैछु। पाइपले पानी दिँदाखेरि मेरो चिमको बेरा छ, अलिक मलाई अप्ठ्यारो हुन्छ, तर पनि के गर्नु साथीहरू, दिनै पर्छ। फुल पनि कति सुन्दर खिलिरहेछ मेरो। खासै सुन्दर नभए पनि साथीहरू मलाई धेरै खुसी लाग्छ फुल देख्दा। अनि मलाई फुल टिप्दा धेरै भोक लाग्यो अनि मकै टिप्नु आएको छु खाजाको लागि। अनि यहाँ मैले सब्जी पनि टिपिसकेको छु, यहाँ यता पनि केलाइ पनि सकेको छु। अनि के सब्जी हो तपाईँहरू भन्नु होला, आफ्नो बारीकै हो। अनि यहाँदेखि भोक लागेको थियो, मकै सकै बोइल भइसकेको थियो, मैले यतिखेर खाँदैछु। पापाले पनि, आप्पा बहिनी हामीहरू सबैजना मिलेर। मैले मकै धेरै टिपेको थियो किनकि मेरो साथीहरूले पनि खान्छु भन्दै थियो, साथीको लागि यहाँ मकै रेडी भएको छ। अनि मेरो युट्युब च्यानललाई लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला। बाई।